हेलो हेलो नमस्ते जनता हो नमस्ते। यो आज म टोपी ज्याकेट लाएर तातो बनेर बाहिर हिउँ सोध्न जाँदैछु र हिउँ कति परेको छ हजुरलाई म देखाउँछु है। हेर्दै गर्नुहोस्, भिडियो पुरै हेरिदिनुहोस्, रमाइलो छ। हिउँले एकदमै ढाकेको छ, बाहिर रातभरि हिउँ परेछ र अहिले म र इन्दिरा दुईजना भएर हिउँ सोध्न गइरहेका छौँ है। ल सी यु देयर। ल हामी हिउँ सोध्न गइरहेका छौँ। यहाँ मेरो श्रीमती पनि पुरा तातो बनेर रेडी भएकी छन्। आर यु रेडी माई डियर वाइफी? हेर्नुहोस् अब हिउँ म तपाईँहरूलाई हिउँ देखाउँछु। कति हिउँ परेछ, पुरा गाडी ढाकेछ हिउँले। हिउँ सोध्न हामी लागिरहेका छौँ। मेरो श्रीमतीले हिउँ सोध्न थालिन् नि। हिउँ सोधिरहेका छौँ हामी। गाडी सफा गर्न म चाहिँ गाडी सफा गर्नु पर्यो पहिला। म गाडी स्टप गर्छु। अगाडिपट्टि जाउँ होइन, ए पछाडिपट्टि घुमेर जाउँ। यहाँ भोगा भोगा यही अघि हिउँले भरिएको थियो, अहिले यस्तो भयो। यो मेरो गाडी टर्न अप गरेँ। यहाँ मेरो रुख, घर अगाडिको सानो बुटो। एकदमै हिउँ छ। सुनिरहेका छौँ। घर छिमेकीहरूले मैले घर आज हिउँ सोध्ने दिन हो। ए मेरो घरको बारी यस्तो छ अहिले, छैन नि, यो सुक्खो छ, सुक्खो भाटा मात्रै टेङ्ग्रङ्ग हड्डी देखिरहेको छ बारीमा। अब यही बारी 3 महिना पछाडि पुरा हरियाली चकाचक हुन्छ। यहाँ मेरो बिबिक्यू गर्ने मेसिन, ड्रिल भन्छ। यहाँ मेरो घरमा बाहिर बसेर स्विङ गर्ने, आनन्द लिने। कोही समर लगाएपछि यहाँ झ्याप्प बसो, रमिता हेरो। मेरो घरको बाहिरको डेक, ओ माई गॉड, छैन नि यो अहिले यो हिउँ परेको बेला मेन्टेनेन्स छैन। अब समर लाओस् अनि यो चक्काचक हुन्छ।
अब यो चाहिँ हाम्रो पछाडिको भाग हो यहाँ सूर्यको बेलुका कहाँ राख्छ हो यहाँ बुढालाई सघाउँदै राखेको अहिले छिमेकीलाई हिउँ परिरहेको छ बुढी सोधिरहेकी छन् त्यो अर्को चाहिँ को सोध्दै थियो होइन होला हो हो मेरो पछाडिकै हिउँै हिउँ छ यो दाइको घर यो घर पछाडिको रुख हेर्नुहोस् नै बाहिर चौर जम्मै चौर यस्तो है ल मेरो भिडियो लाइक सब्सक्राइब गरिदिनुहोस् म तपाईँहरूको पनि गरिदिन्छु अब अन्तिममा हिउँ सोरिसकियो र हामी यहाँ चौचौको सुप बनाउन लाग्छौँ है त्यसमा हामी अन्डा र चौचौ छ हाम्रो किचन हो भित्र पकाएर जम्मै गनाउँछ अनि हामी बाहिरी गराजमा पकाउँछौँ र किचन यस्तो बनाएको छ है मन्दिर कोठा जस्तो गराज यस्तो है ठुलो जेही छ गराज पनि जेही छ हाम्रो फाइनली अब हामी चौचौ र मुरै खान लाग्यो हिउँ सोरीवरी चिसो भयो तातो सुपसँग चौचौ खाँदैछु नि मेरो श्रीमती खाइरहेकी छन् छोरी खाइरहेकी छ छोरो पर किचनमा के गरिरहेको छ ल साथी हो मेरो भिडियो लाइक सब्सक्राइब गरिदिनुहोस् म तपाईँहरूको पनि गरिदिन्छु तपाईँले गरिदिनु भयो भने म पनि गरिदिन्छु मलाई गरिदिनु भयो भने म तपाईँहरूलाई नै गरिदिन्छु मैले गरेँ भने तपाईँहरूले पनि गरिदिनु है हवस् ल जनता हो ल अब सी यू इन नेक्स्ट भिडियो ल बाई